सो हेलो गाइज गुड मर्निङ हामी चाहिँ आज ट्रेनिङको लागि हाम्रो घर नजिकैको खोलामा गइरहेछौँ बालोमा ट्रेनिङ गर्न। यो चाहिँ हाम्रो किपर भाइ, हाम्रो डुडे भाइ साइकलमा छ, हाम्रा होनहार प्लेयरहरू 3 जना, हाम्रो नेसनल प्लेयर मिना चन्द, हाम्रो डन्ठेकै प्लेयर है त यो चाहिँ परदेशदेखि खेलेको प्लेयर। हाम्रो रोशन भाइ चाहिँ इन्डियाको क्लबमा खेलेको मान्छे। ताली फिटायो। चाइनाको प्लेयर। यो चाहिँ कहाँको थाहा छैन है? होइन, अफ्रिकाबाट भर्खरै यहाँ बोलाएको छु मैले, ट्रेनिङको लागि अफ्रिकाबाट बोलाएको छु मैले। रोशन भाइ डुडीलाई ट्रेनिङको लागि अफ्रिकाबाट बोलाएको छु मैले। आज डुडीले हामीलाई टक्क ट्रेनिङ गर्न सिकाउँछ राम्रोसँग। गुड मर्निङ भन्देऊ। गुड मर्निङ। आज चैते दशैँ पनि हो, ह्यापी चैते दशैँ सबैलाई। म त भन्दैन। ह्यापी है गुड मर्निङ चैते दशैँ। निना गुड मर्निङ भन न। मौसम चाहिँ बबाल छ आजको, ट्रेनिङ गर्नु मजा आउने खालको छ। तर खोलामा आएर हामीले बाल्लो नभेटाएर फेरि बाल्लो खोज्दै गइरहेछौँ हामी। के छ रोशन भाइ स्थिति हाम्रो? राम्रो छ, गर्ने भनेर आएको, यहाँ बाल्लो नभेटेर पुलिस बाल्लो नभेटाएर सबै यहाँ झ्याउ मानिसके बाल्लो नभेटाएर हामी अहिले फेरि बाल्लो खोज्न गइरहेछौँ। यस्तो बाल्लोमा ट्रेनिङ गर्नु हुँदैन, अब यस्तोमा गर्नुहुन्थ्यो। ढुङ्गा मात्रै छ, त्यहाँ पनि ढुङ्गा मात्रै छ। यो चाहिँ हाम्रो घर नजिकको खोला हो। साइकलमा गहिरोमा लगिसकेछन् भाइ बहिनीहरूले। म पनि सक्स खोल्नु पर्यो अब। रोशन भाइले चाहिँ बोक्न लगाइरहेछ भाइलाई। यो तरिका चाहिँ राम्रो है। पारस खसाइदे, पारस खसाइ भने तँ 50 रुपियाँ। आऊ बहिनी, पारस खसाइस भने 50 रुपियाँ। म चाहिँ खोला तर जान लाग्छु। यसो ट्रेनिङ गरेर पछि कुलबात पनि गर्नुपर्छ एकछिन। रोशन भाइ पछि ट्रेनिङ गरिसकेपछि एकछिन टक्क खुट्टा राखेर कुलबात गर्नुपर्छ। बाल्लोमा ट्रेनिङ गर्ने भनेर आएको, हामी बाल्लो नभेटाएर यहाँ तनाव भइसक्यो। अब यस्तो ढुङ्गामा ट्रेनिङ गरेर काम छैन, झन् इन्जर्ड हुने डर। मौसम चाहिँ आजको बबाल छ हाम्रो। पुलिस यसको त मेरो पहिला म सेरानु भन्यो नि, हान्दैन अब, सेरानी चाहिँ हान्दैन अब मेरो बहिनी। गएर के गर्छौ तिमी? सब्स्क्राइब छैन भन्नु। रोशन भाइले अरे यहाँ सुन्न, रोशन भाइले अरे मेरो च्यानल नभेटाएर सब्स्क्राइबै गर्न मिल्दैन दाइ भनिदियो अरे रोशन भाइले। सर्च चाहिँ रोशन भाइले सर्च गरेर हेरेनन् के, तर कमेन्ट पनि देख्नु भएन त। मेरो त कमेन्ट गरेन नभनेर हैन, मैले सर्च गरे अगाडि त आइडिया आएको थिएन, फेरि रोशन भाइको त्यो गोल हानेवाला भिडियो आयो। त्यहाँ सब्स्क्राइब गरिस् कि के गरिस् अरे? ल ल ल ल फेरि ल। रोशन भाइले भोक लाग्यो अरे। रोशन भाइलाई अहिले म ढुङ्गा कोपर्न दिन्छु अहिले।
एउटा छ नि तपाईहरुको बिहानीको सुरुवात कसरी भयो हाम्रो नाइ सुन्न हाम्रो बिहानीको सुरुवात यहाँ 20 किलोमिटर बाल्लो खोज्न हिँडेर भयो तपाईहरुको के कस्तो भयो कमेन्ट गरिदिनु होला यो पनि त यो नि तिनटाकै बालु यहाँ यन्ने छ त्यति बालुमा गरिन्छ अरे बाल्लोबाट भयो बाल्लो यो बाल्लोमा हुन्न डन्ठेले बुझिसके यहाँ सबै कुराहरु के खतरा दुबो केही छैन अहिले भिडियो बनाउन जाउँला नि हामी त के छ र अनुरोशन भाइ हामीले एकचोटी उता गरे आउ के आउ नै त्यहाँ हामी त वहाँ पुग्नु हामीले यही पानी कचोटी त यही खोला कचोटी तर्नु थाहा पायो तिमीहरूले रोशन भाइले चाहिँ पुरै महाराजा फिल भइरह होला ले रोशन भाइलाई भन्ने सुलुलु गुड मर्निङ गर्दा रामसँग गर्न तैले खतरा गर्छस् के यो भएन रोशन भाइले यहाँ पनि छ बबाल ल ए यो बालुवा नि धेरै हो ल रोशन जोसियो ल रोशन जोसियो ल फाइनली हामी चाहिँ अब आफ्नो गन्तव्यमा पुगिसकेछौँ हामी अब यही बालुवामा ट्रेनिङ गर्छौँ अरू कहीँ बालुवा नभेटाएर हामी चाहिँ यहाँ भेट्ला छौँ त्यहाँ पनि छ यहाँ पनि छ अब जहाँ राम्रो हुन्छ हामी त्यहीँ ट्रेनिङ गर्छौँ ल भाइ बहिनीहरू रेडी हो छिटो सक्सहरू लगाऊ जसले जे ल्याएको सामानहरू जर्सीहरू लगाऊ चेन्ज गर छिटो हामीसँग टाइम छैन ल हाम्रो रोशन भाइ रेडी भइसक्यो डाइभ खानलाई ल छिटो चेन्ज गर साइकल राख यता साइडमा राख साइकल डमी अब भोलि नेक्स्ट टाइम लिएर आउँछौँ हामी डमीहरू चाहिँ हामीले आज धेरै सामान ल्याएको छैनौँ हामीले आज मार्कर बल 2टा बलहरू मात्र ल्याएको छौँ हामीले आज अब नेक्स्ट टाइम हामी चाहिँ अलि धेरै डमीहरू स्लम्पलहरू लिएर आउँछौँ आज ल्याडर मार्कर र 2टा बल यति छ हामीसँग हामी आज प्लेयरहरू पनि हामी लगभग थोरै नै छौँ भाइ बहिनीहरूको भर्खर इक्जाम सकेर फेरि प्लेयरहरू आउँदैछन् ग्राउन्डमा हिजोदेखि ल अब चाहिँ हामी एकछिनमा ट्रेनिङहरू गर्छौँ यदि जानु होला ट्रेनिङ हामी के कसरी गर्छौँ अब अस्मि के अरे रिच किड्स सक्सको पुरै दोकानै छ हाम्रो मिना चन्दसँग तपाईहरुलाई सक्सको जरुरत छ भने सक्स किन्नु छ भने मिना चन्दलाई तपाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ हाम्रो नेसनल प्लेयर मिना चन्दसँग सक्सको पुरै बजार छ कन्ट्याक्ट गर्नु होला नम्बर पनि याद गर्नु होला कति अरे 9800 गोजीमाल त कता छिरो नम्बर याद गर्यौ नि सक्स चाहियो भने साँचो कन्ट्याक्ट गर्नु खै छिटो रेडी सक्स लगाऊ छिटो हाम्रो डुडे भाइ रेडी भइसकेको छ डाइभ खानलाई रोशन भाइ पनि रेडी भइसक्यो हाम्रो किपर भाइहरू सब रेडी भइसक्यो हाम्रो क्याप्टेन साहब कस्तो लाग्यो बाल्लो खोज्दा तँलाई बिहान बाल्लो खोज्दा आपत भइसक्यो बाल्लोमा ट्रेनिङ गरौँ भन्दा बाल्लो पनि भेटिन्न अर्को घर मुख नधोएर आएर चाहिँ भर्खर मुख धुँदैछ ए साने घरबाट मुख धोएर आएनस्
ल ल ल छिटो 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 10 मा अहिले मिनाहरू अरू सम्झनाहरू लक्ष्मी ल म चाहिँ अब हाम्रो सामानहरू निकाल्न गइरहेको छु कोन मार्कर ल्याडरहरू ट्रेनिङको लागि मैले चाहिँ ट्रेनिङ पनि बनाएर ल्याछु आज गराउनलाई यसरी ढुङ्गा चाहिँ निकाल्नु पर्ने हुन्छ हाम्रो जिके रोशन ल ए ढुङ्गा ढुङ्गा सफा गर छिटो ढुङ्गाहरूले अहिले चोट लाग्छ फेरि मेरो पनि गराइदिए ल ल गाडी बिक्री गयो कारमा उम्रेको वाला हो त्यस्तोमा फोटो वाला टिकट कसरी हुन्छ लास्ट वान भिडियो दिदी यताबाट गराइदिन्छु क्या चल देख के आए ना और देख के आए ना घर आ चुके